उनीहरूले यो चाहिँ यो 1 2 3 4 5 तले घर बनाएको रहेछ। यो तातो पानी सामुदायिक प्राकृतिक चिकित्सालयको लागि यो चाहिँ अब व्यवस्थापन राम्रो हुन सकेन। यो नियम कानुनले पनि बाधा पुर्यायो भनेर बसिराखेको रहेछ। अब यो चाहिँ तुरन्त कसरी सञ्चालन गर्ने हो, बुद्धि निकाल्नु है। बुद्धि चाहिँ मैले आउँदैन है, तपाईँहरूले निकाल्नु। धन्यवाद। कानुन गोली मारे हुन्छ क्या, कुरा बुझ्नुभयो नि। काम गर्दै जाने, कानुन मिलाउँदै जाने हो क्या जिन्दगीमा। सधैँ सबै कुरा कहाँ त्यसै आएको हुन्छ त। उहाँहरूले चाहिँ एउटा सानो कानुनले अड्काएको रहेछ। त्यो कानुनलाई चाहिँ अब पनि अब मिलाउने र त्यसको लागि चाहिँ अब काम चाहिँ सुरु गर्दै जानुपर्छ नि। अब यसलाई चाहिँ अब नाफाको लागि कसैले चाहिँ यो सामुदायिक भएको हुनाले कोही व्यक्तिले चाहिँ आफ्नो नाफाको लागि आफ्नो हडप्ने चाहिँ कुरा चाहिँ गर्नु भएन। यहाँ चाहिँ धेरैको चाहिँ दाउ के हुन्छ भनेदेखि यस्तो सम्पत्ति पायो भने हडप्ने भन्ने दाउ हुन्छ। त्यो हडप्ने चाहिँ कसैले नगरोस्, नहडपिकन एकदम जनताको स्वास्थ्य भलाइको लागि यहाँ चाहिँ तातो पानीमा चाहिँ उपचार गर्ने आउने व्यक्तिहरूको भलाइको लागि चाहिँ त्यो काम त गर्नु पर्यो। पानीको रिपोर्ट चाहिँ यो खालको आएको थियो। सालै पछि यो संस्थाबाट चाहिँ रिपोर्ट निकाल्ने गर्छ। त्यो चाहिँ हामी नास्टबाट पनि गर्छौँ र यो खाद्य प्रयोगशालाबाट पनि हामी टेस्ट गरेर राख्ने गरेका छौँ। के छ भन्ने र मन्त्रीज्यूलाई अहिले चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ युकेबाट खानेपानी सम्बन्धी काम गर्दै आएकोले चाहिँ उनीहरूले के भने